Hi guys, good morning. सब सेवा सम्पूर्णमा आई होप यु अल आर डुइङ वेल अनि हामी पनि यहाँ एकदमै सन्चै नै छौं अनि आज चाहिँ तपाईहरुले मलाई 6 महिनापछि देख्दै हुनुहुन्छ यो ब्लगमा। बाबा हिजो भर्खर आउनु भयो, धरान आउनु भयो बाबा हिजो। आज चाहिँ हामी कहीँ जानु आँटेको छौं। कहाँ जाँदै छौं भनेर चाहिँ हजुरहरुले ब्लग अन्तिमसम्म हेरेर साथ दिनुहुन्छ भन्ने आशा गरेको छु। यति भन्दै सुरु गरौँ। हे गाइस, अब हामी चाहिँ अनि हाम्रो गन्तव्य चाहिँ इटारीसम्मको इटारीको भाटपाडासम्म। अनि के गर्नु, धरानको भाटपाडी त चलाइहाल्नु भयो, अब इटारीको त जानु पर्यो होला नि। सुकेलार बजार तर त्यस्तो भिड छैन हौ आज। तर मलाई भर्खर नुहाएर हिँडेर होला खसेको तेलले पुग्छ। कहाँसम्मको यात्रा हो? इटारी होला खन्त हाम्रोमा अलिअलि त। त्यो चाहिँ धरानको पेट्रोल पम्प। पेट्रोल हानेर जानेछौँ। पढिसकेको छौँ हामीहरू। कपिराइट लाग्यो भने कस्तो लाग्दैछ त तपाईँलाई 6 महिनापछि धरान बजारमा स्कुटी चलाउनु पाएर? एकदम सफा। Yes, you are absolutely right. Living life every day, late at night, not okay. All I want, and I pray, all I need are some better days. कपिराइट लाग्यो भने हजुर श्री महाकाल शनिदेव मन्दिर। हजार नयाँ साधन पूजा गर्छ। बाबा विश्वकर्मा मन्दिर। एकदम हरियाली मजाले हेरिरहेको, तपाईँ हेर्नु न। नराको जङ्गल स्विडेनमा त क्या अब जस्तै यहाँ त धेरै खालको देखिन्छ नि त रुखहरू एकै खालको। उता त एउटा दुईटा खाले क्या, त्यो हातमा काउन्टिङ गर्नु सकिने क्या। जस्तै सल्लाह होइन, त्यसलाई पाइन भन्छ, पाइन ट्री होइन। एउटा बियोर भन्ने टीको प्रजाति हो, बियोर एउटा लार हो क्या, होइन हेर्नुको लागि पनि आउँछ।
मोबाइल पनि हावाले हानेर हल्लिँदैछ हातमा आएर हामी फाइनली इटरी बजार आइपुगिसकेका छौँ। इटरी बजार हो यहाँको त भत्कै त्यसो है रहेछ त गर्ने कोले गरे हो धुवा धुलो त छँदै छ के गर्नु। भावपूर्ण श्रद्धाञ्जली जेनजी आन्दोलनमा महान शहीद अभिषेक श्रेष्ठ अमर रहन। भावपूर्ण श्रद्धाञ्जली 1000 होला भन्छु। I don't know about that. It's our first time at के भन्छ इटरीको बाटोले नि अब हाम्रो यहाँ पनि हामी चाहिँ एकछिन अल्मलिएको भए पनि इटरीको बाटोले नि आइपुगिसकेको छु। फाइनली बबाल रहेछ। अलिअलि आन्दोलनले गर्दा अलिअलि तोडफोड भए पनि अहिले एकदम सञ्चालनमा आइसकेको छ। अब झर्नुपर्ने बसेर त छोरीभित्र कुराउनु मिल्दैन। छोरीसँग भाटबटेनी आइएको छ। छोरीको रिक्वेस्टमा इटरीको भाटबटेनी चाहिँ हल्का जेन्जी आन्दोलनमा अलिअलि चाहिँ चर्काएको छ होइन, तर पनि चालु भइरहेको रहेछ र छोरीलाई लिएर आएको छु। त्यति साह्रो पनि होइन होला, मजाको रहेछ है। मेरो त फर्स्ट टाइम। तिम्रो? पिज्जा हट पिज्जा खाने केएफसी खानको लागि आएको छ। केएफसी जोन चाहिँ यहाँ रहेछ नि त नि होइन। पर्खाइमा हो के को पर्खाइमा हो के आउँदो रहेछ? छोरी के खायो? लस्सी दही मिठो हुँदो रहेछ नि। ए मोही भन्छ के रे खै स्पेलिङ खै? मोही, तर मिठो हुँदो रहेछ है। मलाई नि मन पर्यो। केएफसी को पर्खाइमा हो। बिल नम्बर कति? 1839। टाइम अझै लाग्ने रहेछ नि। वेटिङमा छोरी चाहिँ आमामा टन्नै आउँदो रहेछ त नि। थ्याङ्क यू। राख न। खाइसक्छौ? खाइसक्छौ? ए पेप्सी हो। ओके लेट्स ह्याभ इट। कति पिस हुँदो रहेछ? कस्तो दामी देखियो नि, क्रन्ची बाइटाना हो। त्यो त फ्रेन्च फ्राई होला नि। ए त्यो चाहिँ राख, मम्मीलाई लगिदिनुपर्छ। यसैमा पोको पार्नुपर्छ होइन ल। ह्यापी
कता ह्याप्पी मोमेन्ट देखाउ न त नि ह्याप्पी गर न नि दुईटा यस्तो ह्याप्पी ह्याप्पी खाऊ मिठो रहेछ चर्च गर न एउटा ए दामी दामी लागेको चाहिँ यो क्रन्ची क्या है क्रिप्सी कस्तो मजाको छ क्रन्ची क्रकर्स यस्तो मिठो नदेखामै हड्डी खुड्डी त कस्तो नराम्रो पो देखेको क्या ल अझै पनि यहाँ छ उब्रेको अझै पनि खाने क्रम जारी नै छ म नि खाइदिउँ कि क्या हो तपाईँहरूलाई म खाएको देखाउँछु ल अब अभी चाहिँ एकदम एन्डिङमा आइसक्यो हाम्रो खानेकुराको मिठो भयो त्यसको लागि धेरै धेरै धन्यवाद एन्ड सब टु यु है फेरि फेरि यसरी ल्याउनुलाई मिठो लाग्यो बाबा ओके सो छोरीसँग आएको थियौँ र खानपिन पनि सकिसकेको छौँ छोरी केएफसी खाने भनेर र मिठो एकदमै मिठो के प्या चढ्ने हो चढ्ने टिकट काट्नुपर्छ नि त कुदाएर लाने सोनो न पर मान्छे बचपन दिल बचपन हो बचपन नै हो अरे अलिकति सानो हुनुपर्ने रहेछ हो कत्रो हुनुपर्ने रहेछ कस्तो मजाको फुलेको है मखमली फुल्यो होइन तर यो उपर चिलाउँछ क्या यसको माला त्यो त आइसक्रिम खाने आइसक्रिम फर्स्ट चोटि मेरो छोरीले फर्स्ट टाइम आइसक्रिम नखाने भने वाउ केही हुन्छ जस्तो छ है अब चाहिँ होइन केही हुन्छ जस्तो लाग्यो है आइसक्रिम त कहाँ खाइयो धेरै खाइएछ कति राम्रो फुल फुलेको ह्यापी बर्थडे नि बाई बाई हामी अब लाग्यो बाई बाई भनेको क्या मैले उयो किन्दिनु न मलाई हेलो किटीबाट बलुन त्यो हेलो किटीको कति राम्रो बाउ सो क्युट यो मलाई किनिदिनु भएन म जान्न घरै यो झुला कति मजा आउँछ है झुल्नु गरेर गर्दै एकछिन झुल्नु दिनु न हौ अङ्कल मलाई यो काबालाई त म त अब चाहिँ हामी फेरि गयौँ है साथीहरू पानी परो मामाहरूलाई त नमस्ते मामा ह्यापी तिहार मामा चिलरङ्गाको सरर हावा चल्यो सरर हावा चल आछु छु भनेको त पानी पर ठुलै आउन हामी भिज्यौँ चल्दिहाल्नुपर्छ नि अब यस्तै हो पानी त परिरहेको छ पानीसँगै रोकियो भने त कतिवटा काम छ फाइनली हामी चाहिँ हाम्रो भानुचोक सहर प्रवेश गरिसकेको छौँ अब लास्ट डेस्टिनेसन चाहिँ हाम्रो
कति खाएको भन्नुहुन्छ भने चाहिँ त्यति खाएको त यही धर इटरदेखि धर मतलब सक्यो यहाँदेखि भित्र कहिले पनि खाइहाल्नु भने आई नो जहिले खाने ठाउँमै जाउँ न बाबा यहाँ लाफिङ बग्दो साथीहरू यतैतिर फर्स्टमा होइन सेकेन्डमा पनि होइन थर्डमा पनि होइन सेकेन्डमा यहाँ होइन हौ त यहीँ पार्किङ यहाँ छ त यी धरौँ दामी मिठो बवाल